द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसन अब प्रसारणमा आउने तयारी अगाडि बढाएको छ। कहिलेबाट प्रसारणमा आउँदैछ यस भिडियो अन्तर्गत रहेर तपाईहरुलाई जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा भिडियोलाई लाइक शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकवृन्द, द भोइस अफ नेपाल सिजन 7 मा डिजिटल अडिसन मार्फत विभिन्न देशहरूबाट हजारौं प्रतियोगीहरूले सहभागिता जनाएका थिए। यिनै हजारौं प्रतियोगीहरू मध्ये 100 जना प्रतियोगीहरूलाई ब्लाइन्ड अडिसनको लागि तयारी गरिएको छ। यो ब्लाइन्ड अडिसन पनि सुटिङ भइसकेको छ र ब्लाइन्ड अडिसनमा पुगेका प्रतियोगीहरूको घर गाउँमै गएर डकुमेन्ट्री पनि तयार भइसकेको छ। अब कहिले प्रसारणमा आउँदैछ ठ्याक्कै मिति नतोकिए पनि अब चाँडै प्रसारणमा आउने स्रोतले जनाएको छ। सिजन 7 मा कोचहरू भने प्रमोद खरेल, मेलिना राई, खेम सेन्चुरी र राजु लामा रहने भएका छन् र यिनै पुराना कोचहरू भएका कारण पनि दर्शकहरूको हेर्ने उत्साह अझै बढेको छ। दर्शकवृन्द, तपाईहरु यो शो हेर्न कतिको एक्साइटेड हुनुहुन्छ र तपाई कुन कोचको फ्यान हुनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।